हेलो गाइस, गुड मर्निङ एभ्रिवान। वेलकम टु माई अनदर भिडियो। आज भने चाहिँ म तपाईँहरूलाई केएफसी चिकनको कसरी बनाउनुपर्छ त्यो देखाउँदैछु। हेर्नुहोस्, पानी नि रेडी छ, आइस पानी र दुध मिक्स छ यसमा। चाहिँ हेर्नुहोस्, त्यहाँबाट मैदा रेडी छ, त्यहाँबाट खाली बोल भयो मिक्स गर्नु लागि। त्यहाँबाट तेल पनि गरम हुँदैछ। यहाँ हेर्नुहोस्, तेल चाहिँ ठिकैको, बेसी हिट पनि हुनु हुँदैन। त्यहाँबाट हेर्नुहोस्, पहिला सुरु त्यो चिकनलाई चाहिँ मैदामा मिक्स गर्नुपर्छ। त्यहाँबाट मैदा मिक्स गरेर फेरि त्यो आइसवाला पानीमा हाल्नुपर्छ, दुध र पानीमा यहाँ डिप गर्नुपर्छ। त्यहाँबाट फेरि डिप गरेर फेरि निकालेर चाहिँ फेरि त्यही पाउडरमा हाल्नुपर्छ, मैदामा नै। हेर्नुहोस्, त्यहाँदेखि मैदामा हालेर त्यहाँबाट फेरि मजाले मिक्स गरेपछि चाहिँ हेर्नुहोस्, त्यहाँबाट तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो पनि गरिदिनुहोस् होला। हेर्नुहोस्, टकटकाउँदै तेलमा हाल्नुपर्छ, पुरा टकटकाउँदै मैदा झार्दै, सुक्खा मैदा झार्दै तेलमा हाल्नुपर्छ। त्यहाँदेखि चाहिँ कस्तो हुन्छ, यस्तो हुन्छ फ्राई भएपछि। हेर्नुहोस्, तपाईँहरूलाई म यो केएफसी चिकनको फुल रेसिपी चाहिँ म तपाईँहरूलाई अर्को भिडियोमा देखाउने छु। थ्याङ्क यू सो मच गाइस वाचिङ माई भिडियो।